आउने बित्तिकै म पछि मेरो आउँछ होइन, म पछि मेरो आउँछ र मेरो खुसी चाहिँ त्यो मेरोमा मात्रै खोज्छु म, त्यो चाहिँ अट्याचमेन्ट भयो होइन। तर माया त सबैले गर्न सकिन्छ, भनौँ न निस्वार्थ माया भयो भने। त्यसैले दुईवटा फरक हो जस्तो लाग्छ मलाई चाहिँ। अट्याचमेन्टले हामीले माया ठान्छौँ तर त्यो ट्रु डेफिनेसन अफ माया चाहिँ होइन। त्यसैदेखि के अट्याचमेन्ट चाहिँ हुनु भनेको मुक्तिको लागि बाधा हो? मुक्त भएर कसरी गर्ने त? मेरो कसैलाई परिवारको मान्छेलाई यदि के दुःख छ भने त्यो मेरो परिवारको मान्छे भएर दुःख छ मलाई। यदि आज भनौँ न यत्रो मान्छे युद्धमा र द्वन्द्वमा मरिरहेछन्, हामी यति दिन न्युजमा सुन्छौँ तर खाना त छोडेका छैनौँ, हामीले सुत्न छोडेका छैनौँ, काम जान छोडेका छैनौँ। तर मेरो कसैलाई केही भयो भने मेरो शब्द आउने बित्तिकै, त्यो फिलिङ आउने बित्तिकै हाम्रो भोक प्यास निद्रा सब हराउँछ भनेपछि हामी मुक्त हुनै सकेनौँ। हामीलाई त्यसले डुबाइदिन्छ त्यो अट्याचमेन्टले। र यो जुन तल र माथि जुन हाम्रो मनको भाव छ त्यही नै बन्धन हो र त्यसैबाट मोक्ष, त्यो मुक्ति पाउनु नै मुक्ति हो। त्यो शरीरमा हुँदै यदि त्यो डिट्याच भइयो भने, अर्को इन्ट्रेस्टिङ कुरा मान्छेले भन्छन् डिट्याच भयो भने चाहिँ आफ्नो कर्म राम्ररी नगर्ला, घर छोडेर जाला। तर वास्तवमा ट्रु डिट्याचमेन्ट भएको मान्छेले घर कहिले पनि छोड्दैन। घर छोड्दाखेरि मान्छेले किन छोडिरहेछ? किन उसलाई अरू केही कुराको अभिलाषा छ होइन, उसलाई अरू केही कुराको खोज छ। तर जो मान्छे डिट्याच छ उसले त आफ्नै परिवारको मान्छे सफर गर्दाखेरि पनि निस्वार्थ भावले उसलाई एफेक्ट गर्दैन भने त उसले झन् राम्ररी सर्भ गर्न सक्छ त्यो सिचुएसनमा। एक्सपेक्टेसन छैन उसलाई, म भन्ने बित्तिकै, मेरो भन्ने बित्तिकै एउटा एक्सपेक्टेसन आयो एउटा आउटकमको एक्सपेक्टेसन छैन भने त मेरो क्रिया जुन हुन्छ, मेरो कर्म हुन्छ त्यो झन् क्लियर हुन्छ, झन् राम्रो हुन्छ, किनभने म इमोसनली एफेक्ट भइरहेको छैन त्यतिखेर। दर्शक बहिनी, भर्खरै डाक्टर अतुलजीले कस्तो राम्रो कुरा गर्नुभएको छ। जो मान्छे चाहिँ डिट्याच भएको हुन्छ उसले घर परिवार छोड्दैन र जो चाहिँ छोडेर जान्छ उनीहरूप्रति केही अभिलाषा, केही पाउने इच्छाले गएको हुन्छ भन्ने कुरा यो साँच्चीकै यो समाजवादको, अहिलेको समाजवादको एउटा द्योतक या सिद्धान्त अन्तर्गत पनि हो। र यसलाई अझै पनि क्लियरली भन्नुपर्दाखेरि यो मोक्षका कुराहरू, मुक्तिका कुराहरू, मायासँगको कुराहरूमा मनको खेल चाहिँ कस्तो होला? एकदमै राम्रो प्रश्न। किनभने मन, हाम्रो उपनिषदले पनि भनेको छ होइन, मन नै कारण हो बन्धन र मुक्ति हो होइन। यो संसारमा जे भइरहेछ त्यसको मिनिङ, त्यसलाई अर्थ दिने हाम्रो मन हो होइन। अब भनौँ एउटा गाउँमा दुईजना किसान छन्, एउटा किसानको छोरीको बिहा हुन लाग्छ होइन, उसलाई पानी पर्यो भने चाहिँ साह्रै दुःख हुन्छ होला, किनभने उसको पार्टी गर्न गाह्रो हुन्छ होला, अथवा बिहे भनौँ न म्यारेजको फङ्सन गर्न गाह्रो पर्छ होला। तर यदि त्यही गाउँमा, त्यही छिमेकमा अर्को किसान छ जसलाई खेतमा धान रोप्नु परेको छ, ऊ चाहिँ पानीको भनौँ न एउटा आशा लिएर बसेको हुन्छ कि पानी पर्छ भनेर होइन, भनेपछि के त्यो वर्षामा खुसी छ र दुःख छ, कि हाम्रो मनमा, हाम्रो एक्सपेक्टेसनमा खुसी र दुःख छ? भनेपछि त रेन हुनु अथवा वर्षा हुनु भने त आफैमा कुनै अर्थ छैन त्यसको। त्यसरी नै कि कसैको जन्म हुन्छ, कसैको मृत्यु हुन्छ, त्यसमा आफैमा कुनै अर्थ छैन त्यसको। हजारौँ मान्छे जन्मिन्छन्, मरिरहेछन् एभ्री मिनट होइन, तर त्यो परिवारको लागि त्यो इम्पोर्टेन्ट हुन जान्छ, किनभने त्यो परिवारको मान्छेले मेरो, हाम्रो भनेर उसलाई देख्यो त्यो लेन्स। त्यो सबै मिनिङ दिने त मन नै हो होइन। त्यसैले उपनिषदमा भनियो कि मन एव कारणम मनुष्यानाम बन्ध मोक्षय हो। त्यसैले सबैको जड र सिड मनमै छ। मन सफा छ भने चाहिँ कहीँ जानु पर्दैन, केही गर्नु पर्दैन, कुनै रिचुअल गर्नु पर्दैन। हामी जति कर्मकाण्ड गर्छौँ त्यसको एउटै एम हो कि चित्त शुद्धि। चित्त शुद्धि हुने बित्तिकै भित्रको जुन दिव्य आत्मा छ हामीभित्र त्यो आफै झल्किन्छ बाहिर। कुनै बाहिरबाट ल्याउने त होइन हामीले डिभिनिटीलाई होइन, आत्मा त भित्रै छ। तर त्यसलाई चाहिँ क्लाउड गरेर छेकेर राखेको हाम्रो जुन भनौँ न मल विक्षेप र आवरणको कुरा गरिन्छ, शङ्कराचार्यले गर्नुभयो, त्यो सबैले क्लाउड गरेर रोकेर राखेको छ होइन, देखिँदैन बाहिर। चित्त शुद्ध हुने बित्तिकै क्लियर पानीभित्र हिरा राखेको जस्तो हुन्छ, बाहिरबाट देखिन्छ होइन। मन नै सबै कुराको जड हो। अब मनलाई यो जन्मिँदै आफूसँगै लिएर आएका कुराहरू यो मन, अनि यो मनलाई शुद्धिकरण, मनलाई बसमा पार्ने, मनलाई खुसी पार्ने, मनलाई दुःखी पार्ने त धेरै तत्त्वहरू छन्, तर मनलाई खुसी बनाएर राख्नको लागि र मनलाई साँच्चैकै क्लियरिफाई गर्नको लागि चाहिँ के तत्त्वहरूले भूमिका खेलेको हुन्छ त? मन हाम्रो अलिकति त
पहिलाको जन्मको केही इम्प्रिन्ट्स हुन्छ होला होइन, वासनाहरू, त्यसैले कसैलाई पूर्वजन्मको पूर्वजन्मको होइन हो। किन भन्दाखेरि कोही जन्मिने बित्तिकै कसैलाई एउटा टेन्डेन्सी हुन्छ, कोही एकदमै राम्रो हुन्छ होइन पढाइमा, कोही म्युजिकमा एकदम राम्रो हुन्छ, कहाँबाट आयो त होइन, त्यो केही न केही इम्प्रेसन त हुन्छ होइन। आमा बाउले हात उठायो भने 3 महिनाको बच्चा पनि त्यो क्रुएल फेस देखेर हुन्छ भने केही न केही त मेमोरी छ पूर्वजन्मको। त्यसैले मनको अलिकति पार्ट त भनौँ न एउटा सफ्टवेयर जस्तै केही त लिएर आएको हुन्छ हामी। तर अरू मेजोरिटी पार्ट चाहिँ हामीले मलाई लाग्छ फर्स्ट फ्यु इयर्स अफ हाम्रो जिन्दगीको 10 वर्ष 12 वर्ष न्युरो साइन्टिस्टहरूले 7 वर्ष भन्लान् होइन, त्यसमा जुन हामीले डेटा कलेक्सन गर्छौँ नि कि के देख्यो त, कस्तो प्रेम पायो होइन, अथवा कस्तो नेग्लेक्टबाट जानु पर्यो, कस्तो दुःखबाट जानु पर्यो, त्यो मान्छेको मन त्यसरी सेप हुँदै जान्छ। भनेपछि तपाईँले जस्तै चस्मा लाउनु भएको छ, उसको चस्मा भिन्न किसिमको हुन पुग्छ, रातो हुन जान्छ अथवा कसैको हरियो हुन जान्छ। अब उसले त्यो चस्माबाट यो भौतिक संसारलाई हेर्दाखेरि उसले रातो देख्छ अथवा पहेँलो देख्छ अथवा हरियो देख्छ। त्यो कस्तो चस्मा लगाएको छ, उसको मनको अवस्था कस्तो छ, त्यसले डिटरमाइन गर्छ होइन। त्यसो भएदेखि मन परिवर्तनशील हो, एकदमै एकदमै परिवर्तनशील हो। र यति परिवर्तनशील हो सुरुमा बढी परिवर्तनशील, पछि चाहिँ के हुन्छ भन्दा भन्नु अलि म 46 भएँ होइन, अहिले आएर चाहिँ सायद मोस्ट द प्याटर्न भन्नु, जसरी म ड्राइभ गर्दैछु सुरुमा मेरो ड्राइभिङ टिचरले भन्थ्यो एक्सेलरेसनमा खुट्टा राख होइन, एक्सेलेटरमा भन्नु अथवा ब्रेकमा अथवा यता हेरेर साइन कहाँ छ, कस्तो गाह्रो हुन्छ हामीलाई होइन, कहाँ कन्सन्ट्रेट गर्ने भन्ने हुन्छ। तर भनौँ न चलाउँदा चलाउँदै 100 दिन भयो 200 दिन भयो अथवा 1 वर्षपछि के हुन्छ, हामी साइडको साइन बोर्डमा पढ्दै जान्छौँ होइन, कुरा गर्दै जान्छौँ। कतिजना मान्छे अहिले त नराम्रो ट्रेन्ड के चलाउँछन्, टेक्स्टिङ गर्छन् होइन, एक्सिडेन्टमा पर्छन्। भनेपछि त्यो ड्राइभिङ कुनै पनि क्रिया यतिचोटि हामीले रिपिट गऱ्यौँ भने टार्गेटेड रूपले त्यो यति डिपली मसल मेमोरी बन्न पुग्छ कि त्यो सबकन्सियस माइन्डमा जान्छ। त्यो सबकन्सियस माइन्ड अटोमेटिक हो, हाम्रो मनको एउटा यस्तो पार्ट हो जुन अटोमेटिक हो। आगो लाग्यो दौडिहाल्ने होइन, अब झस्याङ्ग भएर उठ्ने भन्ने हुन्छ नि, त्यो सबै कुरा अटोमेटिक सबकन्सियस माइन्डबाट आएको। त्यो लजिकली हामीले सोच्दै सोच्दैन, त्यो दुईवटा डिफ्रेन्ट पार्ट अफ हाम्रो माइन्ड हो। त्यो चाहिँ एकदमै बुझ्नुपर्छ हामीले। लजिकल पार्ट अफ द माइन्डले चाहिँ लजिक हेर्छ कि के सही हो के गलत हो। सबकन्सियस माइन्डले चाहिँ बच्चैदेखि जुन इम्प्रिन्टहरू जुन कलेक्ट गर्दै गएको छ इन्फर्मेसन, त्यो यति डिपली बसेको छ कि हामीले नसोच्दा सोच्दै भन्न खाना खाएपछि सुत्नुपर्छ अथवा कसैलाई हिँड्नुपर्छ अथवा कसैलाई यसरी यो कुरा खानुपर्छ होइन, त्यो सबै प्याटर्न बनेर जाने, त्यो चाहिँ चेन्ज गर्न गाह्रो पर्छ। त्यो सबकन्सियस माइन्ड विदाउट कन्सियस माइन्डसँग स्वभावको के सम्बन्ध हुन्छ? धेरै एकदमै इम्पोर्टेन्ट क्वेसन हो यो। हाम्रो माइन्डको कसैले भन्ला 95 अथवा कसैले भन्ला 99% सबकन्सियस माइन्ड हुन्छ। कन्सियस माइन्ड चाहिँ एउटा भनौँ न, एउटा हामीले नेपालमा फोकस लाइट अथवा टर्च लाइट लिएर हिँड्छौँ नि, अब राति अँध्यारो छ मान्यो भने कुनै एउटा ठाउँमा हामीले टर्चलाई फोकस गऱ्यो भने त्यति ठाउँ मात्रै उज्यालो हुन्छ बाटोमा होइन, अथवा कसैको घरमा झ्यालमा हेऱ्यो भने त्यो चाहिँ कन्सियस माइन्ड त्यति हो। बाँकीको पुरै संसार जुन अँध्यारो छ त्यो चाहिँ सबकन्सियस माइन्ड हो होइन। अब कन्सियस माइन्डले ओ बाटो यहाँ सफा रहेछ यताबाट हिँड्नुपर्छ भन्छ होइन, तर सबकन्सियस माइन्ड यति ठुलो छ कि हामी अवेर नै हुँदैनौँ त्यसलाई, त्यो हाम्रो अवेर माइन्डमै हुँदैन कन्सियस माइन्डमा। त्यसैले हाम्रो पर्सनालिटी जसलाई कि यहाँको वेस्टर्न साइन्टिस्टहरूले र कतिजना मान्छेहरूले त्यो पर्सनल रियालिटी पनि भन्छन् होइन, पर्सनल रियालिटी अर पर्सनल पर्सनालिटी, त्यो चाहिँ 95 to 98% हुन्छ होइन। र लजिकल पार्ट 1 देखि 2% हुन्छ। अब लजिकमा त थाहा छ कि मलाई यो गर्नु गलत हो, मानिलिउँ कसैले चुरोट खान्छ, उसलाई 1000जनाले भने होला चुरोट खानु राम्रो होइन, तर उसको बानी यति वर्षौँदेखिले चुरोट खाएको छ कि उसलाई चेन्ज गर्न गाह्रो पर्छ, किनभने सबकन्सियस माइन्ड त्यसमा आउँछ होइन, उसको ह्याबिट भइसक्यो। त्यसैले एनी एक्जाम्पल लियो भने पनि हामीले कुनै पनि बानीलाई चेन्ज गर्दाखेरि हामीले सबकन्सियस माइन्डमा काम गर्नुपर्छ। र सबभन्दा इम्पोर्टेन्ट सबकन्सियस माइन्ड चाहिँ हाम्रो इमोसनल पार्ट अफ द ब्रेन हो। र हामीले जति पटक पनि लजिक र इमोसनमा फाइट भयो भने, आम्ना सामना भयो भने मात्र 100% चोटि इमोसनले जित्छ, लजिकले कहिले जित्दैन होइन, कहिले पनि जित्दैन। सही कुरा हो। इमोसन त फेरि इमोसन नै भएन भने त फेरि ढुङ्गा माटो जस्तै हुन जान्छ मान्छे। एकदमै। अब म फेरि एकचोटि हामी यो जुन मोक्षको कुराहरूमा जुन खुसीका कुरा आयो नि, मनलाई किनभने अब अघि यहाँले भन्नुभयो खुसी नभइकन त कसरी जीवन जिउने, जीवनमा एउटा पिस एन्ड ह्याप्पिनेस नै हो
मान्छेले खोज्ने जतिसुकै पैसा कमाऊ, जति पढ, जेसुकै गर, इभेन्चुअली उसले खोज्ने त्यही हो। तर यो भन्न जति सजिलो छ नि, यसको बाटोहरूमा यति धेरै गाह्रो छ, कठिन कुराहरू छ। यो यहाँ हामी सबैलाई थाहा भएको कुरा। त्यो अवस्थामा हामीले यो मनका उद्वेगहरूलाई कन्ट्रोल गर्दै अथवा चाहिँ उसलाई उसको सोल्युसन निकाल्दै त्यसमा हामी मोक्षको मार्गसम्म जाने सरल बाटो चाहिँ के हुनसक्छ? बडा गम्भीर प्रश्न हो र धेरै पार्ट छ यो प्रश्न। छ। एउटा त हामी आनन्दलाई खोजिरहेछौँ। दोस्रो क्वेसनको तपाईँ पार्ट थियो कि कसरी यसलाई भन्नु, यो उतार चढाव मनबाट टाढा भएर हामी मोक्षसम्म पुग्न सक्छौँ होइन। एउटा मान्छे कोही बसिरहेछ भने होइन, कोही स्माइल गरिरहेछ भने उसलाई कसैले गएर सोध्दैन, जेनरली नचिनेको मान्छेलाई भए पनि होइन, किन खुसी छौ, किन स्माइल गरिरहेछ भने। तर कोही दुःखी छ भने टेन्डेन्सी हुन्छ किन दुःखी छ, किन रोइरहेछ भनेर होइन। त्यसैले बुझाउँछ कि कोही खुसी छ भने त्यो हामीलाई अचम्म लाग्दैन क्या, किनभने खुसी हुनु र आनन्दित हुनु हाम्रो नेचर, ट्रु नेचर चाहिँ मान्छेको सच्चित आनन्द भनेको छ नि हाम्रो शास्त्रमा। त्यो आनन्द हाम्रो स्वरूप हो। त्यसैले हामीलाई सरप्राइज लाग्दैन कोही खुसी छ भने। तर दुःखी छ भने चाहिँ हामी सोध्छौँ किन दुःखी छस्, के भयो होइन। त्यसैले आनन्द खोज्नु त एकदम स्वाभाविक हो। कहाँ खोजिरहेछौँ भन्ने प्रश्न हो होइन। जसरी अब यो दुनियाँमा खोजिन्छ जागिर राम्रो हुनुपर्छ होइन, तर जागिर आज राम्रो छ भोलि नराम्रो पनि हुनसक्छ, बस नराम्रो हुनसक्छ होइन, अथवा जागिर जान सक्छ। यौवनमा खोज्छौँ यौवन सकिन्छ होइन, पैसामा खोज्छौँ पैसा सकिन सक्छ भोलि भनौँ न होइन, नयाँ ठाउँ चेन्ज गर्न मिल्छ। तर जबसम्म जे हाम्रो मनको जुन यो चस्माको जुन अहिले कुरा गरौँ होइन, ग्लासेसको होइन, जबसम्म यो ग्लास ठिक छैन तबसम्म हाम्रो दृष्टि ठिक हुँदैन क्या। सृष्टि त उही हो, दोष त हाम्रो दृष्टिमा छ, कसरी हेर्छौँ होइन। त्यसैले त्योलाई चाहिँ हामीले मनलाई चाहिँ पहिला बुझ्नु पर्यो। अब संसारमा किन गाह्रो छ भन्दाखेरि जसरी मैले अघि भनेको थिएँ, सागरको अगाडि गएर यो छाल नआओस् भनेर मैले यदि इच्छा राख्छु भने त्यसलाई के भनिन्छ होला, स्टुपिडिटी नै भनिन्छ होला। छाल त आउँछ भनेपछि जीवनमा आइसकेपछि, यो जन्म लिइसकेपछि दुःख नआओस् भनेर यदि हाम्रो त्यस्तो इच्छा छ भने त्यो पनि एउटा स्टुपिडिटी नै हुन्छ। किनभने जन्म छ भने मृत्यु पनि छ, जे माथि जान्छ त्यसलाई तल पनि आउनुपर्छ होइन। राति छ भने दिउँसो पनि छ र दिन पनि छ, दिन छ भने फेरि राति पनि आउँछ होइन। त्यो चाहिँ यो डुअलिटी अफ द वर्ल्ड भने, क्रिएसन भने डुअलिटीमा छ क्या। त्यस जहाँ डुअलिटी छ त्यहाँ द्वन्द्व छ, र जहाँ द्वन्द्व छ त्यहाँ कम्प्लिट शान्ति र सुख कहिले पनि हुन सक्दैन होइन। त्यसो भए यो मन र मको सम्बन्ध, म भन्ने बित्तिकै अब आत्मा, म र मनको के सम्बन्ध छ त? यो त मलाई लाग्छ आज अहिलेसम्म हामीले कुरा गरेको चाहिँ सबभन्दा सिड रुट क्वेसन चाहिँ यही होला। मलाई लाग्छ यो ब्रह्माण्डमा लेखेको सबभन्दा इम्पोर्टेन्ट पुस्तक बुक चाहिँ हामी आफै हो होइन। हामीले भगवत गीता पढ्न सक्छौँ, उपनिषद पढ्न सक्छौँ, तर जबसम्म हामीले आफैले पढ्दैनौँ, आफैलाई बुझ्दैन, आफ्नो मनलाई बुझिँदैन, तबसम्म हामीले त्यो सबै पढेको एउटा थ्योरी, एउटा आनन्द चाहिँ आउँछ, थ्योरिटिकल आनन्द आउँछ क्या। तर जीवनमा जब बाणी आउँछ त्यतिखेर चाहिँ त्यसले युजफुल हुँदैन त्यतिखेर जेनरली। मन र हामी वास्तवमा हो को भनेर प्रश्न यसमा आयो क्या होइन। अब मेरो नाम अतुल, म जन्मिँदाखेरि यो शरीरलाई नाम दियो होइन, तर भोलि त म भनौँ न रमेश पनि राख्न मिल्छ, राम श्याम जे राख्न पनि मिल्छ। आज अतुललाई कसैले गाली दिन्छन् मलाई रिस उठ्छ, भोलि राम र श्यामलाई गाली दिनु रिस उठ्छ, अतुललाई गाली दिनु रिस उठ्दैन होला, मैले नाम चेन्ज गरेँ भने होइन। त्यसरी नै मेरो 5 वर्षको उमेरको बेलाको फोटो देखायो भने त्यतिखेर पनि मै थिएँ भन्छु, अहिले पनि मै छु, तर शरीर त पुरै डिफ्रेन्ट भइसक्यो। नाक, कान, कपाल होइन, सोच होइन, आँखा, सबै कुरा फरक भइसक्यो। भनेपछि एउटै कुरा कमन के रहेछ भने म भने चाहिँ कमन रहेछ। त्यो म चाहिँ कहाँ एक्जिस्ट गर्छ त्यो शरीरमा होइन। त्यो मको कन्सेप्ट मेरो मनमा छ अहिले होइन। अतुल यो हो, उसलाई यो मनपर्छ, उसलाई यो मन पर्दैन होइन। र अतुलको परिवारको यो मान्छे हुन्, यिनीहरूलाई यो मनपर्छ, यो मन पर्दैन। भनेपछि मेरो संसार कहाँ छ त? मेरो संसार कम्प्लिटली 100% मेरो मनमै छ होइन। यो बाहिर जो भए पनि उसको आइडिया, उसलाई मैले खासमा भेट्ने भने यही हो। मेरो दुश्मन पनि मेरो मनमा छ, मेरो साथी पनि मेरो मनमा छ, मेरो प्रेम पनि मेरो मनमा छ। बाहिर त जे छ त्यसले खासै म यो हो भनेर भन्दैन, लाइक ढुङ्गाले भन्दैन होइन, भन्नु रुखले भन्दैन होइन। यहाँ फल मौसममा कति कलरफुल हुन्छ ट्रिजहरू होइन, तर त्यसलाई देखेर तपाईँको मनमा पोएट्री आउन सक्छ। पोएट्री रुखमा त थिएन होइन। तपाईँले राम्रै कविता लेख्नुहुन्छ, मैले पढाएको छु होइन,
तर जीवनको माथि कविता लेख्न सकिन्छ होइन। भनेपछि के मिनिङ दियो त्यो त मनबाट आइरहेछ होइन। अब यो मनको रुटमा भित्र गयो भने मन हो के भन्ने प्रश्न आयो अर्को होइन। मन हो के भनेर एउटा कम्प्युटरका हार्डवेयर जस्तो किबोर्ड छ, माउस छ, स्क्रिन छ, त्यसरी हाम्रो ब्रेन छ, मस्तिष्क छ यो होइन, स्कलभित्र। त्यो त एउटा हार्डवेयर हो, त्यसलाई कसैको टाउको काट्यो भने त्यसलाई समात्न सकिन्छ। मन भन्ने कुरा चाहिँ सफ्टवेयर हो, त्यसलाई समात्न सकिँदैन। त्यो चाहिँ हाम्रो जसरी विन्डोज भन्यो होइन अथवा iOS अपडेट भने त्यस्तो एउटा सफ्टवेयर रनिङ हो। मन भन्ने एउटा विचारको सङ्ग्रह मात्रै हो, सबै विचारहरूको सङ्ग्रह एउटा होइन। एक एक गरेर विचारले हटाइदियो भने मन भन्ने कुनै कुरै छैन, त्यहाँ कुनै एन्टिटी नै छैन त्यहाँनिर। तर एउटा कुरा, जब मनभित्र नै दुःख या सुखको अनुभूति हुन्छ, तपाईँ त स्वयं वैदिक शिक्षामा पनि निपुण हुनुहुन्छ, अब यो साइन्समा पनि अब तपाईँको पेसा नै डक्टरी पेसा, साइन्स